खासमा मान्छेको जस्तै कुनै एउटा मान्छेमा चाहिँ हजुर सुसाइडल थट आइरहेछ भनेर अर्को मान्छेले थाहा पाउने केही आधारहरू छ? एउटा मान्छेमा आइरहेछ भनेर अर्को अब यस्तो छ उसले के देखाउने व्यवहार वा उसले एउटा चाहिँ जस्तो व्यक्तिले अभिव्यक्त गरेरै थाहा हुने कुरा भयो होइन। अभिव्यक्त चाहिँ एक्टिभ सुसाइडल आइडिएसन भन्छौँ हामीले होइन। जो व्यक्तिले म सुसाइड गर्छु, म आत्महत्या गर्छु होइन भन्नुहुन्छ, कतिपयले चाहिँ अझ योजनै बनाउनुहुन्छ, तयारी पनि गर्नुहुन्छ होइन। त्यो चाहिँ एक्टिभ खालको भयो होइन। अर्को चाहिँ प्यासिभ सुसाइडल आइडिएसन भन्छौँ। त्यसमा चाहिँ कतिपयले चाहिँ सिधै गर्छु भन्नुहुन्न, मर्न पाए हुन्थ्यो अथवा भोलि नभए हुन्थ्यो होइन, राति बिहान जाग्न नपरे हुन्थ्यो होइन, कहिलेसम्म यस्तो होइन होइन, कहिलेसम्म बाजिराख्ने, किन बाँच्ने, यस्तो यस्तो खालको चाहिँ अप्रत्यक्ष तरिकाले चाहिँ व्यक्त गर्नु भएको हुन्छ होइन, जानी नजानी होइन। यो पनि यसबाट पनि हामीले चाहिँ यो व्यक्ति चाहिँ अलिकति आत्महत्याको जोखिममा चाहिँ छ है भन्ने बुझ्नुपर्ने। यो दुइटै अभिव्यक्त भयो होइन। अब कहिले कहिले अन्य जेस्चरहरूबाट पनि देखिन सक्छ। जस्तो कतिपयले कसैले सोसियल मिडियामा त्यस्तै खालको चाहिँ कन्टेन्ट राख्नु भएको छ होइन भने चाहिँ त्यसमा पनि हामीले अलिकति ख्याल गर्नुपर्ने हुनसक्छ होइन। कोही चाहिँ अब धेरै तनावमा देखिनुहुन्छ होइन, धेरै भावनात्मक उथल पुथलमा हुनुहुन्छ, जसको जीवनमा धेरै साइकोसोसल स्ट्रेसरहरू, मनोसामाजिक तनावहरू छन् होइन। बेरोजगारी, गरिबी, एक्लो जीवनशैली, आर्थिक समस्या होइन, वैवाहिक समस्या, डिभोर्स होइन, पारिवारिक समस्या अथवा विभिन्न खालका समस्याहरू भनौँ न, मैले उदाहरण दिएको खालको छ र व्यक्तिले चाहिँ खासै त्यसलाई झेल्न सकिरहेको अवस्था बुझिँदैन भने पनि त्यो पनि हामीले अलिकति जोखिममा छ भन्ने बुझ्नु पऱ्यो। कोही व्यक्तिले मानसिक स्वास्थ्यको बारेमा उपचार गरिराख्नु भएको छ र उपचार गरिरहेको बखतमा पनि उहाँ चाहिँ राम्रोसँग के भन्छ नियन्त्रणमा, लक्षणको हिसाबले नियन्त्रणमा हुनुहुन्न होइन, अथवा उहाँलाई सहज भइसकेको छैन भने त्यो पनि चाहिँ अलिकति हामीले यो पनि अलिकति जोखिममा छ भन्ने बुझ्नुपर्ने हुन्छ होइन। यसमा चाहिँ अब हामी प्राविधिकहरूले जाँच्ने चाहिँ कस्तो भन्दाखेरि जस्तो आत्महत्या को जोखिम कति छ कति छैन भन्दाखेरि चाहिँ हामीले रिस्क असेसमेन्ट गर्छौँ, त्यसलाई चाहिँ ग्रेडिङ गर्छौँ, लो मिडियम होइन, लो मिडल सिभियर प्रोफाउन्ड भनेर, अथवा तिन तहको अथवा 4 तहको पनि गर्न सकिन्छ। अब त्यसमा चाहिँ अब एउटा यी कुराहरू पनि भए होइन। अर्को चाहिँ कसैले चाहिँ प्रयास गरेको हुनसक्छ होइन, कसैको परिवारमा पनि कसैले चाहिँ आत्महत्या गरेको हुनसक्छ अथवा कोही पर्सन मिसिङ हुनसक्छ होइन। त्यो भनेको चाहिँ अलिकति वंशाणु पनि त्यसमा चाहिँ एउटा सुसाइडल थट पनि जेनेटिक हुन्छ। मैले भनिसकेँ अघि चाहिँ मानसिक स्वास्थ्यको हिसाबले स्वस्थ हुनु र अस्वस्थ हुनुको सबै त्यसको मेन अम्ब्रेला कुरा चाहिँ त्यो बायोसाइको सोसलै हो अहिलेसम्मको होइन। त्यो सुसाइडमा पनि लागु हुन्छ। सुसाइडलाई पनि आजकल चाहिँ एक प्रकारको छुट्टै मानसिक स्वास्थ्यको समस्या भनेर भन्न थालिएको छ होइन। जस्तो पहिला चाहिँ डिप्रेसन भएको व्यक्तिलाई सुसाइड बढी हुने भएको हुनाले डिप्रेसनकै एउटै पार्ट हो भनेर जस्तो भनिन्थ्यो भने अहिले चाहिँ डिप्रेसनमा नभइकन अन्य रोगमा पनि हुन्छ। कहिलेकाहीँ मानसिक रोग नभएको व्यक्तिले पनि गरिदिरहेको हुन्छन् होइन। त्यसले गर्दा यो सुसाइड छुट्टै एक किसिमको मानसिक हेल्थ को कन्डिसन हो भनेर पनि भनिन्छ होइन। अनि जस्तो पहिला कसैले प्रयास गर्नुभएको छ होइन, अथवा चाहिँ म प्रयास गर्छु भनेर थ्रेटनिङ गर्नुभएको छ होइन, लागु पदार्थ दुर्व्यसनको प्रयोग छ होइन, अथवा धेरै फ्याक्टरहरू हेरेर त्यसमा चाहिँ विगत 1 महिनामा, विगत 1 हप्तामा भन्ने खालका पनि त्यसमा क्राइटेरिया राखिएको छ। त्यसलाई चाहिँ अब त्यो एसेस गर्ने बेलामा त्यो अब त्यो हेरेरै गर्नुपर्ने हुन्छ। ठ्याक्क लोमा पऱ्यो कि मिडियममा पऱ्यो कि सिभियर कि प्रोफाउन्ड पऱ्यो होइन, त्यो एसेस गरेर अब जुन तहमा परेको छ त्यसपछि हामीले फेरि त्यही हिसाबको व्यवस्थापन गर्नु पऱ्यो। लोलाई त्यही हिसाबको, मिडल सिभियर प्रोफाउन्डलाई त्यो हिसाबको चाहिँ व्यवस्थापनको पद्धति अपनाउनु पर्ने हुन्छ। हजुर। अनि जस्तै अब मेरो चाहिँ कोही साथी भाइ वा कसैमा सुसाइडल थट आइरहेको छ भन्ने मैले थाहा पाएँ, अब मैले उसलाई कसरी काउन्सिलिङ गर्न सक्छु वा मैले के गर्न सक्छु? मैले सिधै लिएर मानसिक अस्पताल जाने हो कि वा मैले मेरै तर्फबाट नि केही उसलाई चाहिँ गर्न सक्ने केही काउन्सिलिङ त्यस्तो के हुन्छ? अब यस्तो छ, सुसाइडल थट आएको तपाईँले थाहा पाइसक्नु भएको हो भने त हजुरले चाहिँ उहाँलाई चाहिँ कुनै पनि मानसिक स्वास्थ्य सेवा प्रदायक
कोमा सम्पर्क गराइदिनु नै राम्रो हो अथवा बताइदिनु राम्रो हो। अझ सक्नुहुन्छ भने उहाँको परिवार अथवा उहाँको अभिभावक होइन, श्रीमानको हकमा श्रीमती, श्रीमतीको हकमा श्रीमती अथवा उहाँको अझ निकटतम साथी होइन लाई चाहिँ जानकारी गराइदिनु। मैले चाहिँ त्यो गर्ने गर्छु होइन। जस्तो कोही पनि व्यक्ति ओपिडीमा एक्लै आउनुभयो तर उहाँले सुसाइडको भावना बनाउँछ भने मैले उहाँसँग अनुमति लिएर उहाँलाई चाहिँ त्यसमा कन्भिन्स पर्सुएट गरेर उहाँको फोनबाटै उहाँको घरको मान्छेले फोन गरेर यस्तो यस्तो उहाँको लक्षण रहेछ, ख्याल गरिदिनु होला, हामीले भन्नै पर्ने हुन्छ भनेर त्यो गरिन्छ एउटा। अर्को चाहिँ राष्ट्रिय आत्महत्या हेल्पलाइन भन्ने छ 1166। छुट्टी पनि छ है त्यो। यो चाहिँ यसको मेन अफिस युनिट हाम्रै मेन्टल हस्पिटल लगनखेलमै छ होइन। यो चाहिँ अहिले चाहिँ 24/7 साइकोलोजिस्टले लिड गरेको अन्य स्वास्थ्यकर्मी प्रोफेसनलहरूले चाहिँ फोन रिसिभ गर्नुहुन्छ र फोन रिसिभ गरेपछि कुनै पनि व्यक्ति जसले सुसाइडको भावनाले गर्दा फोन गर्नुभयो उहाँलाई चाहिँ क्राइसिस म्यानेजमेन्ट गर्नुहुन्छ, काउन्सिलिङ गर्नुहुन्छ, गाइड गर्नुहुन्छ र चाहिँ जोखिम अब कुन लेभलको छ कुराकानी गरेर उहाँहरूको एसेसमेन्टबाट त्यसअनुसारको चाहिँ उहाँलाई पनि काउन्सिलिङ गरिन्छ। हजुर, फर्दर सेवा लिनको लागि चाहिँ गाइड गर्नुहुन्छ। एउटा यो नम्बरको बारेमा 1166 को नम्बरको बारेमा तपाईँले पनि भनिदिन सक्नुहुन्छ। कुनै पनि व्यक्तिलाई एउटा सेवा प्रदायककोमा कन्ट्याक्ट गराउने, स्वास्थ्य संस्थामा कन्ट्याक्ट गराउने, परिवारजनलाई भन्ने। र अर्को चाहिँ अब तपाईँले पनि उहाँको कुरा जस्तो तपाईँले उहाँप्रति केयर देखाउनु भयो होइन, केयरिङ एटिट्युड देखाउनु भयो र उहाँले त्यसलाई चाहिँ लिनुभयो, एक्सेप्ट गर्नुभयो तपाईँको केयर एटिट्युड भने त्यहाँ थप संवाद पनि हुनसक्छ, थप केही प्रोग्रेस हुनसक्छ। प्रायः जसो सुसाइड गर्ने मेन्टल हेल्थ कन्डिसनमा भएको व्यक्तिहरूको के हुन्छ नि, के भनिन्छ भने त्यो जुन त्यो मानसिक अवस्था त्यो पर्मानेन्ट चाहिँ होइन कि होइन। पर्मानेन्ट भयो त फेरि ठिकै गर्न सकिँदैन भनेपछि लाएपछि त जसले पनि गर्ने भयो, त्यस्तो त छैन होइन। अब त्यो कन्डिसनलाई चाहिँ चेन्ज गर्न सकिन्छ, एम्बिभ्यालेन्सी हुन्छ भनिन्छ होइन। एम्बिभ्यालेन्सी भनेको के भन्दा गरौँ कि नगरौँ भन्ने अवस्था पनि हुन्छ कतिपयको। त्यो अवस्थामा राइट गाइडेन्स पायो, उहाँको कुरा सुनियो, उहाँको समस्या सुनियो, उहाँलाई होइन हामीलाई पनि केयर गर्ने कोही व्यक्ति हुनुहुन्छ भन्ने फिल भयो होइन, उहाँको समस्या सुल्झाउनको लागि केही गाइडेन्स मिलियो होइन, र उहाँलाई सुसाइड नगर्नको लागि केही प्रोटेक्टिभ फ्याक्टरको बारेमा पनि अवेर गराइयो, रिफ्लेक्ट गराइयो, जानकारी दिलाइयो भने यो कारण पनि छन् म जिउनुको अर्थ भनेर कोही कतिपय व्यक्तिहरूले त्यसपछि गर्नुहुन्न। प्रोटेक्टिभ फ्याक्टर भनेको के भन्दाखेरि जस्तो कसैको लागि धर्म हुनसक्छ, कुनै धर्ममा सुसाइड गर्नु पाप भने हुनसक्छ भने त यो त काम लाग्यो नि त होइन होइन। तपाईँको धर्मले सुसाइड त गर्न पाप हुन्छ भनेको छ झन् तपाईँ हो त होइन। अनि कतिपयले भन्नुहुन्छ म चाहिँ मेरो बच्चा बच्चीको लागि चाहिँ बाँचिरहेको छु, बच्चा बच्चीको लागि एकदम राम्रो, उहाँलाई अझ प्रगति गरेको हेर्नुहोस् होइन, उहाँलाई अझ स्टेबल बनाउनुहोस्, स्थापित बनाउनुहोस् होइन। कतिपयले परिवारको लागि गर्नु न, परिवार कलङ्कित हुन्छ भन्नुहुन्छ होइन। जे कारणले गर्दा चाहिँ सुसाइड हुनबाट रोक्छ त्यो चाहिँ प्रोटेक्टिभ फ्याक्टर भयो। त्यो प्रोटेक्टिभ फ्याक्टर चाहिँ उहाँसँगै कुराकानी गरेर हामीले चाहिँ एक्सप्लोर गर्नुपर्ने हुन्छ। अनि एक्सप्लोर गरिसकेपछि त्यो प्रोटेक्टिभ फ्याक्टर थाहा भएपछि उहाँलाई चाहिँ त्यसमा चाहिँ अझ बढी उहाँको दिमागमा त्यसलाई इम्प्रिन्ट गराउने हामीले प्रयास गर्नुपर्छ र उहाँलाई त्यो हिसाबले गाइड गर्नुपर्ने हुन्छ है त। त्यो गऱ्यो भने पनि कतिपय व्यक्तिहरूले सुसाइड गर्नबाट बस्नुहुन्छ। हजुर।